जहिले पनि के आउँछ 0 यो फर्मुला बनाउन सिक्नु परेन है नपुगेको ठाउँमा जहिले के मात्र थप्न पाइन्छ र हामीले भाइको यहाँ पुच्छरमा कति 2 कति चोटी 2 चोटी पुच्छरमा कति 3 कति चोटी 2 चोटी पुच्छरमा कति 4 कति चोटी 4 चोटी जहिले पनि सुरु केबाट रे प्लस यहाँ 2 हो भने प्लस माइनस यहाँ 3 हो भने प्लस माइनस प्लस अनि 4 हो भने प्लस माइनस सुरु केबाट रे सुरु μ2 हो भने सुरु केबाट μ2 यो 3 हो भने केबाट सुरु μ3 सुरु जे छ त्यहीबाट कति μ4 यहाँसम्म क्लियर छ पुगेको ठाउँमा कति थप्ने रे यो 2 पछाडी के हुन्छ र भाइहरु μ1 3 पछाडी μ2 μ2 पछि μ1 अनि यो 4 पछि μ3 3 पछि μ2 1 2 पछि μ1 अब नपुगेको ठाउँमा के मात्र थप्ने पुच्छरमा जति पुच्छरमा सबैको त्यति नै हुनुपर्छ जस्तै यहाँ 2 हुँदा सबैको पुच्छरमा के पुग्नु पर्यो 2 3 हुँदा सबैको पुच्छरमा के पुग्नु पर्यो 3 4 हुँदा सबैको पुच्छरमा के पुग्नु पर्यो 4 यहाँ 2 हुँदा 2 पुगेको छ कि छैन छ भने यहाँ के थप्यो भने 2 हुन्छ त्यसो भए यसले लेख्नु पर्यो भने μ2 ड्याश अनि यो दुईटा सेम हो भने μ1 ड्याश को फर्मुला कम्प्लिट भयो भएन अब अर्कोमा जाऊ 3 हुँदा 3 बाट सुरु छ पुगेको छ कि छैन अनि यहाँ 2 छ यहाँ 3 पुराउनलाई के थप्नु पर्यो यहाँ 1 मात्र छ कतिवटा थप्नु पर्यो 3 बनाउनलाई ओ μ1 ड्याश हामीलाई फर्मुला बनाऊ μ3 ड्याश μ2 ड्याश μ1 ड्याश अनि यो तीनवटा सेम छ भने के हुन्छ फर्मुला कम्प्लिट भएको भएन यसको कोड नम्बर कति रे 32 कोड नम्बर कति हो 32 अब यहाँ 4 हुँदा 4 पुगेछ कि छैन यो 3 हो तर 1 पुगेन नि त 4 हुनलाई हैन कति थप्यो भने 4 हुन्छ अनि यहाँ μ1 ड्याश पुगेन यहाँ कतिवटा थप्दा 4 पुग्छ तीनवटा थप्नु पर्यो यसरी अब हेर यहाँ μ4 ड्याश μ3 ड्याश अनि μ1 ड्याश μ2 ड्याश अनि यो दुईटा हो भने सेम के लेख्न मिल्छ μ1 को स्क्वायर यो चारवटा सेम हो भने μ1 ड्याश को होल पावर 4 यसको कोड नम्बर कति रे 463 कोड नम्बर कति रे छ 32 463 यसरी बनाएको कम्प्लिट हुन्छ ल भयो